नमस्कार अनि हार्दिक स्वागत छ। म रमेश विसी युट्युबमा आरबिसी अफिसियल च्यानलको माध्यमबाट म तपाईहरु समक्ष जोडिरहेको छु। तपाईले यो कार्यक्रम पहिलो पटक हेर्दै हुनुहुन्छ भने कृपया युट्युबमा आरबिसी अफिसियल च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र आज म यहाँहरुलाई एउटा विशेष कुराहरु देखाउन गइरहेको छु। फेब्रुअरी 18 तारिखबाट मुस्लिम समुदायको अत्यन्तै प्रमुख पर्व भन्नुपर्छ चाड रमजान सुरु भएको छ। यो रमजानको अवसरमा सम्पूर्ण मुस्लिम समुदाय तथा सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। विशेष गरी 1 महिनासम्म निराहार व्रत बस्ने अर्थात 12 घण्टा 13 साढे 13 घण्टा निराहार व्रत बस्ने अर्थात रोजा बस्ने यो मुस्लिम समुदायको पर्व उनीहरुको जीवनकालमा अत्यन्तै महत्त्वपूर्ण पर्वको रूपमा लिने गर्छन्। दर्शक महानुभावहरु विशेष गरी आफ्नो आफन्तजन, इष्टमित्र, फ्यामिली परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना गर्दै यो पर्वमा यो रमजानमा व्रत बस्ने चलन छ अर्थात रोजा बस्ने चलन छ। मुस्लिम समुदायमा मुस्लिम कल्चरमा रोजा भन्ने गरिन्छ। करिब करिब 1 महिना भनौं 1 महिना रोजा बसिन्छ। 13 घण्टा लगभग 13 घण्टा बिहान 5 बजेबाट सूर्योदय नहुँदै सूर्योदय भएपछि र सूर्यास्त नहुँदासम्म निराहार व्रत बस्ने गरिन्छ। पानी पनि नखाइकन व्रत बस्ने गरिन्छ। सूर्य अस्ताइसकेपछि मात्र खाना खाने गरिन्छ र यो पर्व यिनीहरुको अत्यन्तै महत्त्वपूर्ण पर्व हो र यति बेला मुस्लिम समुदायले विश्वभरि नै हर्षोल्लासमय पूर्ण वातावरणमा सुख शान्तिको कामना गर्दै यो पर्व मनाइरहेका छन्। यति बेला म युएई को दुबईमा छु र दुबईको यो अल अन्ज भन्ने ठाउँमा यति बेला म तपाईहरुलाई लैजान गइरहेको छु र आज म सामूहिक भोज अर्थात सामूहिक खाना खुवाउने ठाउँमा मलाई लिएर जाँदै छु। यहाँ दिनभरि व्रत बसिसकेपछि साँझको समयमा हजारौं जनालाई सामूहिक रूपमा निशुल्क खाना खुवाइने गरिन्छ। यो ठाउँमा म तपाईहरुलाई लिएर जाँदै छु। पछाडी तपाईहरुले देखिरहनु भएको यो ठूलो टेन्ट लगाइएको छ। यो निकै नै ठूलो एरियामा छ। पछाडीसम्म यो टेन्ट लगाइएको छ। यो टेन्ट भित्र खाना खुवाइन्छ। त्यो तपाईहरुलाई आज म दृश्य देखाउने छु। कसरी र कति जना मानिसहरुलाई कसरी खाना खुवाउँछन् भन्ने कुरा म तपाईहरुलाई देखाउन गइरहेको छु। पछाडीको यो ठूलो टेन्ट करिब 1 महिनासम्म रहनेछ र 1 महिना प्रत्येक दिन साँझ 6:20 बाट निशुल्क भोजन गराइने गरिन्छ। यहाँ खानको लागि कुनै जात धर्म केही पनि छुट्याएको छैन। जो कोही पनि आएर यहाँ निर्धक्कसँग मजाले खाना खाएर जान सक्छ। यो कुरा म तपाईहरुलाई अहिले देखाउन गइरहेको छु। यो अत्यन्तै ठूलो टेन्ट लगाइएको छ, अस्थायी टेन्ट। यो टेन्ट भित्र खाना खुवाइन्छ। दर्शक ठूलो टेन्ट छ। म अहिले तपाईहरुलाई भित्र गएर पनि यहाँ भित्रको वातावरण यहाँको चहलपहल म देखाउने छु। हजारौं जनालाई यो टेन्ट भित्र निशुल्क रूपमा 1 महिनासम्म खाना खुवाइन्छ। यति ठूलो हल छ। पुरै बालुवा छ। यति ठूलो एरियामा यो टेन्ट लगाइएको छ। यो टेन्टमा 1 महिना रमजानको 1 महिना निशुल्क खाना खुवाइन्छ। खाना खानको लागि यहाँ कुनै जात धर्म देश केही पनि हेरिदैन। सबैले निर्धक्क रूपमा आएर खाना खान सक्छन्।
बेला अवसरमा गाईको मदान भइरहेको छ। त्यो बेला कुमारीको निराहार व्रतपछि रोजा बसिसकेपछि करिब 6:20 रोजा व्रत तोड्ने र खाना खाने, दिनभरिको निराहार व्रतपछि खाना खाने प्रचलन हुन्छ। र खाना खाने समय भएको छ यति बेलामा एउटा यो सामूहिक यो विशाल टेन्ट लगाएको छ, एकदमै ठुलो टेन्ट लगाएको छ। यो टेन्ट लगाएको ठाउँमा म आएको छु। यहाँ सामूहिक भोजन गराइने गरिन्छ। यहाँ चाहिँ एकैसाथ झन्डै एकदमै धेरै मानिसहरू छन्। हजारौँको सङ्ख्यामा मानिसहरूलाई करिब करिब 1 महिना निरन्तर निःशुल्क रूपमा भोजन गराइन्छ। यो ठाउँमा म यति बेला आएको छु। यहाँ एकैसाथ करिब 6:20 बजे रोजा खुल्छ, भोजनको कार्यक्रम रहन्छ, जुन क्रममा तपाईँहरूलाई देखाइरहेको छु। म पनि यहाँ बसिरहेको छु। त्यो बेला हजारौँ मानिसहरू छन्। यो क्रम दिनहुँ 1 महिनासम्म रहन्छ। यसरी नै 1 महिनासम्म निःशुल्क रूपमा भोजन गराइन्छ। युएईको विभिन्न ठाउँहरूमा, गल्ली गल्लीहरूमा यसरी टेन्ट लगाएर रमजानको अवसरमा यसरी खाना खुवाउने गरिन्छ। खाना खान आउने मानिसहरूलाई यो ज्याकेट लगाएका व्यवस्थापन गरिरहेका छन्। हजारौँ मानिसहरू छन्। टेन्टभन्दा अर्को उतापट्टि पनि अर्को टेन्ट रहेको छ, यत्रै नै ठुलो। दिनभरिको निराहार व्रतपछि साँझ 6:30 बजे सकिन्छ र खाना खान्छन् र भोलि फेरि बिहानबाट व्रत बस्छन्। फेरि 12-13 घन्टा बस्छन्, झन्डै 13.5 घन्टा। राखिएको छ। यति बेला निःशुल्क भोजन भइरहेको छ। कतिले खाएर उठिसके, कति खाँदैछन्। यति ठुलो टेन्टमा यो निःशुल्क भोजन यो करिब 1 महिना कन्टिन्यू रहनेछ। यसरी निःशुल्क भोजन सकिएको छ। कतिपय खाँदैछन्, कतिपय खाएर उठिसके। 1 महिनासम्म यो निःशुल्क भोजन यसरी रहनेछ। आज बिरयानी, मटन बिरयानी रहेछ। मैले पनि खाएँ, अत्यन्तै मिठो थियो। बेला खाना खाएर गइसकेका छन्। यति ठुलो एरियामा निःशुल्क रूपमा प्रत्येक दिन 1 महिनासम्म खाना खुवाइन्छ। यहाँ अरे भोजन कार्यक्रम सकिएको छ, खाना खाने कार्यक्रम। एकदमै रमाइलो हुन्छ। विभिन्न देशका, विभिन्न धर्मका हरेक मानिसहरू आएर यहाँ निःशुल्क रूपमा खाना खान्छन् 1 महिनासम्म। देख्न सक्नुहुन्छ यति ठुलो भवन छ। साथीहरू, यो 1 महिनाको समय मुस्लिम समुदायको अत्यन्तै रमाइलो, एकदम अर्थपूर्ण भनौँ न, अर्थपूर्ण, महत्त्वपूर्ण
यो पर्व हो। 1 महिनासम्म विशेष गरी गल्फ कन्ट्रीहरूमा मुस्लिम देशहरूमा निराहार व्रत बस्ने गरिन्छ, जुन कुरा यहाँहरूलाई पनि थाहा हुन सक्छ। विशेष गरी युएईमा हुने दाजुभाइ दिदीबहिनीहरूलाई म के आग्रह पनि गर्न चाहन्छु भने दिउँसोको समयमा यदि तपाईँहरू बाहिर निस्कदै हुनुहुन्छ र कतै जाँदै हुनुहुन्छ, भोक लाग्यो भने खाना खानु पर्यो भने कृपया बाहिर सार्वजनिक ठाउँहरूमा नखाइदिनु होला, किनभने उहाँहरू व्रत बसिरहनु भएको हुन्छ। त्यसैले पनि खाना खाँदा त्यति शोभनीय मानिँदैन र यहाँको मान्छेहरूले त्यति राम्रो पनि मान्दैनन्। त्यसैले यदि तपाईँहरूलाई भोक लाग्यो र खाना खानु पर्यो भने पनि भित्रै रुममा नै खाएर, अर्थात् होटलमा हो भने पनि रेस्टुरेन्टभित्रै खाएर बाहिर निस्किनु होला र बाहिर सार्वजनिक ठाउँहरूमा सामान्य चिया चिसोहरू पनि नखाइदिनु होला। यो गर्यो भने उनीहरूको धर्मप्रति हामीले सम्मान गरेको भन्ने बुझिन्छ। यो हामी सबैले गर्न जरुरी छ। यो जानकारी म गराउन चाहे र विशेष गरी युएई सरकारले पनि सूचना गरिरहेको हुन्छ कि बाहिरी ठाउँमा कृपया नखाइदिनु होला भनेर जानकारी गराइरहेको हुन्छ। त्यसैले यो छोटो जानकारी सँगै आजको यो मेरो भ्लगमा तपाईहरुलाई विशेष गरी रमजानको रोजा व्रत सकिएपछि सार्वजनिक रूपमा सामूहिक भोजन कसरी गरिन्छ र कस्तो तरिकाले गरिने रहेछ भन्ने कुराको छोटो जानकारी दिने प्रयास गरे। विशेष गरी गल्फ कन्ट्रीहरूमा हुने मुस्लिम समुदायको ठाउँहरूमा हुने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई त यो थाहा हुन पनि सक्छ, तर नेपालमा रहनुहुने दर्शकहरूले यो थाहा पाउनुहुनेछ भन्ने उद्देश्यले पनि मैले यसरी सार्वजनिक ठाउँमा निःशुल्क भोजन गरेको दृश्य म तपाईहरुलाई देखाउने कोसिस गरे। कस्तो लाग्यो सुझाव सल्लाह र प्रतिक्रिया कमेन्ट बक्समा छोड्न नभुल्नुहोला र युट्युबमा हाम्रो कार्यक्रम पहिलोपटक हेर्दै हुनुहुन्छ भने कृपया लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको लागि आजको यो भ्लगबाट म रमेश बिसी पनि बिदा हुन्छु। नमस्कार।